पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले आइपिओ निष्कासन गरेको छ। यो भिडियो अन्तर्गत रहेर मैले तपाईलाई यसै कम्पनीको आइपिओ को बारेमा जानकारी शेयर गर्न गइरहेको छु। यदि तपाईले पनि यो कम्पनीको आइपिओ भर्ने सोच बनाउनु भएको छ भने भिडियोलाई हेर्दै गर्नु होला। पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले रु 100 अंकित मूल्यको 45 लाख किता सर्वसाधारणहरूको लागि साधारण शेयर निष्कासन गरेको छ। यस संस्थाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नोबेल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। यस कम्पनीको आइपिओमा दरखास्त दिन पाउने न्यूनतम किता 10 रहेको छ भने अधिकतम 1 लाख रहेको छ। यस कम्पनीको आइपिओ बिक्री खुलाउने समयावधिको कुरा गर्ने हो भने निष्कासन खुलाउने मिति 2082 11 महिना 12 गते रहेको छ। त्यस्तै निष्कासन बन्द हुने मिति छिटोमा 2082 11 महिना 15 गते रहेको छ। यदि यो समयावधिमा पनि फुल्ली सब्स्क्राइब हुन सकेन भने त्यस्तो अवस्थामा निष्कासन बन्द हुने मिति ढिलोमा 2082 11 महिना 26 गते रहेको छ। तर पुरानो आइपिओहरूको रेकर्ड हेर्ने हो भने मलाई लाग्दैन कि यसको मिति थप हुन्छ होला। त्यसैले गर्दा तपाईले स्टार्टिङमा नै यसको आइपिओमा आवेदन दिनु होला। यस कम्पनीको क्रेडिट रेटिङको कुरा गर्ने हो भने इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले BB+ इस्युअरको रेटिङ प्रोवाइड गरेको छ, जसले मोडरेट रिस्क अफ डिफल्ट रिगार्डिङ टाइमली सर्भिसिङ अफ फाइनान्शियल ओब्लिगेसन भन्ने जनाउँछ, जसलाई नेपालीमा बुझ्नु पर्दा वित्तीय दायित्वहरूको समयमै सेवा प्रदान गर्ने सम्बन्धमा पूर्व निर्धारित मध्यम जोखिम रहेको जनाउँछ। तर पनि हामीले नर्मली हेरिरहेका छौं आइपिओ एप्लाई गरेर धेरै जसोलाई पर्दैन। त्यसैले गर्दा तपाईलाई परिहार्यो भने तपाई लकी विनर हुनुहुन्छ र यस्तो अवस्थामा तपाईले सेकेन्डरी मार्केटमा त्यसबाट प्रॉफिट गरेर नै बिक्री गर्न सक्नुहुन्छ। र यो कम्पनीले पनि अहिले रिसेन्टली 45 लाख किता खुलाएको छ, जसमध्ये अहिलेको समयमा धेरै जसो लगभग 20 लाख भन्दा धेरै व्यक्तिहरूले आइपिओ एप्लाई गर्छन् र यस्तो अवस्थामा लगभग 4,50,000 लाई मात्रै यो आइपिओ पर्ने हो। त्यसैले गर्दा यसको आइपिओ पर्नको लागि तपाईको लकले फेभर गर्नुपर्ने नै हुन्छ। र यो कम्पनीको आइपिओमा आवेदन दिनको लागि तपाईले धेरै एप्लाई गर्नुपर्ने बाध्यता पनि छैन, मात्र 10 किता एप्लाई गर्दा उपयुक्त नै हुन्छ। कसरी एप्लाई गर्ने म देखाउन चाहन्छु। यसको लागि जस्ट तपाई मेरो शेयरमा लगइन हुनु होला। जस्ट यहाँनिर माई एसमा क्लिक गर्नु होला। यहाँनिर हेर्नु सक्नुहुन्छ पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेड देखाएको छ, एप्लाईमा क्लिक गर्नु होला। यहाँनिर यसको प्रोस्पेक्टस डाउनलोड गर्नु होला। प्रोस्पेक्टस डाउनलोड गरेर राम्रोसँग रिड आउट गर्नु होला। कम्पनीका सबै इन्फर्मेसन हेरेर ढुक्क भएर मात्रै एप्लाई गर्नु होला। पैसा तपाईको हो, तपाईले इन्भेस्ट गर्ने हो। त्यसैले गर्दा जस्ट यतापट्टि बैंकलाई सिलेक्ट गर्नु होला। जस्ट यहाँनिर अकाउन्ट नम्बर सिलेक्ट गरिदिनु होला, ब्रान्च आफै आइहाल्छ। जस्ट तपाईले एप्लाई गर्ने भनेको 10 किता हो, 10 लेखिदिनु होला। जस्ट तपाईले आफ्नो सीआरएन नम्बर मेन्सन गरेर आई हेयरबायमा क्लिक गरेर प्रोसिड गर्नु होला। नेक्स्ट स्क्रिनमा 4 डिजिटको पिन राख्नु होला। एप्लाईमा क्लिक गर्नु होला। शेयर हैज बीन एप्लाइड सक्सेसफुली भनेको छ। हो यस्तो तरिकाबाट तपाईले पनि पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले खुलाएको आइपिओमा आवेदन दिनु होला। आशा गर्दछु भिडियो हेरिसकेपछि तपाईले पनि यो कम्पनीको बारेमा धेरै कुरा राम्रोसँग बुझ्नु भएको छ। भिडियो तपाईलाई कस्तो लाग्यो कमेन्ट सेक्सनमा कमेन्ट हाल्दिनु होला। साथैमा चाहिँ भिडियोलाई शेयर गरिदिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ च्यानललाई सब्स्क्राइब गरिदिनु होला, किनभने यस्तो भिडियो मैले तपाईहरुको लागि ल्याइराख्छु। र मसँग पर्सन जोड्न चाहन्छ नि टेक्निकल विषय इन्स्टाग्राम आइडी र ट्विटर आइडीमा फलो गर्नु होला। थ्यांक्स फर वाचिङ दिस भिडियो।